फ्रेन्ड्स नमस्ते जय मसी है अनि एकदमै हाम्रो चाहिँ अर्लिमनको ड्युटीहरू सुरु भइसकेको छ फ्रेन्ड्स है अनि यहाँ चाहिँ दिदीले दिनुहुँदैछ दुध यहाँनिर चाहिँ स्टार्ट भयो है अनि यहाँ दुध दिनुहुँदैछ होइन अनि हेर्नुहोस् हामी चाहिँ आज दुध सँगसँगै आज चाहिँ के छ भनेको लुगाहरू पनि बोकेर हिँडिसकेको छौँ है अनि तातो तातो लुगाहरूमा आएको छ है आन्टी अब चाहिँ हामी दुईटै व्यापार गर्दै गर्दै आगे की तरफ जान पर्दा है व्यापार सुरु भयो ठन्डा सुरु भयो अब हुन्छ हामी दिदीले के भन्नुहुन्छ गुड मर्निङ एभ्रीवन अहिले भर्खरै चाहिँ मैले 1850 को लुगा बेचिदिन गुड मर्निङ भयो है मर्निङ चाहिँ 1850 भयो हैन यताबाट हेर्नुस् न आन्टी मर्निङ चाहिँ एकदमै गुड भयो मेरो साथीले एकचोटि राखिदिनु भयो अस्तिदेखि भन्दै थिएँ नि त ल्याएन भनेर हामीले चाहिँ 2000 को सपिङ गरेको थियो उसले है तर अब डिस्काउन्ट गर्दा गर्दा 1850 दिनुपर्छ भन्थ्यो ओके फ्रेन्ड्स सबै यहाँ चाहिँ हाम्रो छोराले नाम लेखिराखेको छ हेर्नु नि आहान प्रधान भनेर सुगाको गाईबर्नी दिदीले बोलाउनेछ सुगाको फ्रेन्ड्स सो फ्रेन्ड्स अब चाहिँ हामी आफ्टर ड्युटी है यहाँ हेर्नुहोस् के हुँदैछ काम मेरो ड्युटी चाहिँ खत्तम भयो अनि यहाँनिर चाहिँ हामी फेरि पनि हामी लुगा बेच्दै जाँदैछौँ ट्र्याकसुट भन्ने त्यो ट्र्याकसुट आएको छ म यहाँ एउटा स्याम्पल देखाइदिन्छु ल ओके र मैले लगाइरहेको छु यो पनि हो प्यान्ट है यो चाहिँ भित्र फरवाला यो चाहिँ मैले स्याम्पलको लागि लगाइदिएको कस्तो लाग्यो तपाईँहरूलाई भन्नुहोस् र यो पुरा भन्दा पुरा मात्रामा बिहान पनि सेलिङ भयो यो प्यान्ट चाहिँ है किनभने भित्र पर्छ यो ट्र्याकसुट चाहिँ यस्तो छ है लेडिज जेन्ट्स जोडेर लाउँदा पनि हुन्छ दामी दामी कलरमा छ भित्र यस्तो छ स्ट्रेचेबल स्ट्रेचेबल छ होइन यस्तो छ हो डर बन्द गरिदिनु ल सो फ्रेन्ड्स अब चाहिँ हाम्रो यो ड्युटीहरू हुँदैछ अहिले चाहिँ अब ए कम्बो दामी त्यो दुईटा कम्बो दामी सो फ्रेन्ड्स यहाँ चाहिँ अब हाम्रो फटाफट सेलिङ हुँदैछ सो फ्रेन्ड्स अब हामी चाहिँ फर्केको घरतर्फ है अनि एकदमै राम्रो भयो आजको सेल चाहिँ हाम्रो अनि अलमोस्ट हेर्नुहोस् पछाडि लुगाहरू पनि सकिसकेको छ है अनि हामीले चाहिँ यसपालि ट्र्याक सुट पनि ल्याएको थियो नि त 24 पिस ल्याएको थियो ट्राईको लागि है बट एकदमै राम्रो रेस्पोन्स भयो है ट्र्याक सुटको चाहिँ फ्रेन्ड्स ट्र्याक सुट चाहिँ अब मैले ट्राई गर्नुको लागि मात्रै ल्याएको थिएँ होइन बोल्नेको पिठो हुन्छ नबोल्ने कुनै केही पनि दिँदैन भन्छ अब त्यस्तो भएन ट्राई गर्नुको लागि चाहिँ अब 24 पिस ल्याएको थिएँ कस्तो हुँदो रहेछ भनेर होइन तर 3 पिस मात्रै उफ्रियो फ्रेन्ड्स किनभने मैले प्राइस पनि एकदमै कम्पेरिजनेबल रेटमा गरिदिएको होइन भित्र फर थियो नि त मेरो सास बिसन्चो पनि सुन्दा थियो त्यस्तो सो फ्रेन्ड्स अब चाहिँ हामी घरमै गएर भेट्नेछौँ के पछाडिदेखि खाली भइसक्यो हो अब चाहिँ घरमा छ आधीसम्म चाहिँ त्यो चाहिँ गाडीमा हाल्नुपर्ने छ भोलि फेरि ल्याइदिनु हुँदो रहेछ नि त सो फेरि ट्र्याकसुट अर्डर गरेको छु हेरौँ अब भोलि चाहिँ आइपुग्छ कि ओके फ्रेन्ड्स अब हामी चाहिँ यहाँबाट जाँदैछौँ घरतर्फ वाउ दामी डेकोरेसन गरेको रहेछ हेर्नुहोस् फ्रेन्ड्स हामी चाहिँ घर आइपुगिसकेर पो के खाँदैछ
यत्रो भयो हाम्रो घरको बक राख्नु हामी सब हामी चाहिँ गएको मल ल्याउनु ओइ मल ल्याउनु गएको म फोन लगाइदिनु ल फोन झर्छ होला मेरो सानो मेलाहरू पनि देखाइदिनु गयो फोन झर्यो भने आहानको डोको खै बढाउनु मन पर्यो होइन आहानको डोको खै भनेको तर म पठाउँदै गयो फ्रेस उनीहरू चाहिँ त्यो घरमा मल ल्याउनुको लागि गएको होइन किन भन्दाखेरि चाहिँ फुल ल्याइरहेको थियो नि त त्यो अस्ति ल्याएको 2-3 दिन भइसक्यो फुल सिट गर्नुपर्ने होइन हामी चाहिँ हत्तु भएर घर पुगेको छ होइन अनि यहाँनिर फुलहरू चाहिँ यस्तो भइरहेको छ नि त अब चाहिँ यस्तो है फेरि अर्को बिरुवा लिएर आएको छु त्यहाँदेखि त्यो सिफ्ट गर्नुपर्ने हुन्छ नि त अब यिनीहरू चाहिँ एक्सपायर हुनु आँटेको छ है कतिवटा त भइसकेको छ त्यो कतिवटा भइसकेको छ होइन हुनु चाहिँ मजाको छ है फेरि अर्को ल्याएको नि त सो त्यसलाई फेरि है रोप्नुपर्ने हुन्छ र वेदर यस्तो भइरहेछ चिसो छ वेदर र हाम्रो चाहिँ अब त्यही हो है मल त ल्याउनु गएको छ तर म रोप्नु सक्छु कि सक्दिनँ है किनभने यति सन्चो नै भइरहेको छु म चाहिँ अन्त फेरि एनिमल डक्टर पनि बोलाएको छ सो त्यो एनिमल डक्टर पनि आउनुहुँदैछ त्यसको लागि भन्दाखेरि चाहिँ हाम्रो अस्ति पाङ्ग्रे ल्याएको थियो नि त त्यो पाङ्ग्रेलाई चाहिँ अब खसी पर्ने बेला आयो है अन्त सानोमै पार्नुपर्ने हुन्छ अरे नि त सो हामीलाई त थाहा छैन है अन्त जहाँबाट पिक किनेको थिएँ त्यहाँको दाजुले भन्नुभएको है बेला भयो भनेर दाजुले नै पठाइदिनु भएको होइन सो त्यो दाजु पनि आउनुहुँदैछ अरे होइन अन्त त्यो दबाईहरू के हुन्छ उनीहरूले लागिदिनुहुन्छ है र साग पनि हाम्रो हेर्नुहोस् न कस्तो दामी भइरहेको छ है धनिया पनि यतिको हुँदैछ है डल्ले खोर्सानीहरू त सबै सुक्यो फ्रेन्ड्स यस्तो भयो है डल्ले खोर्सानी चाहिँ अब यो सिजन गयो नि त है यहाँ भोटे धनिया पनि छ यस्तो भइरहेछ होइन पम्पकिन डल्लै छ यहाँनिर छ नि त पम्पकिनको दादाजीहरू चाहिँ त्यो चाहिँ भोलि पर्सि खाँदाखेरि टेस्टी हुन्छ है काट्नुको लागि राखेको र आज चाहिँ दिन चाहिँ हाम्रो लुगा बेचेर नै गयो है फ्रेन्ड्स हाम्रो चाहिँ यहाँनिर एनिमल डक्टर पनि आइपुग्नु भयो होइन र बालिकाहरू चाहिँ तल गएको छ एकजना पक्रिने मान्छे चाहिन्छ अरे र म चाहिँ सक्दिनँ बोलाएको पनि सुनिनँ यहाँ हाम्रो डक्टरले चाहिँ आउनु भएको छ 16 माइल मोड भएको है ए शेर्पाको मोडरमा है निङमा शेर्पा है तपाईँहरूलाई पनि यहाँतिर कसैलाई चाहिहाल्यो भने चाहिँ ए हजुर हजुर यहाँ माथि पनि भनिरहेको थियो तर कहाँबाट आयो पनि बिहानै आयो भन्दै थियो गाईको हजुर गाईको लागि हजुर हुन्छ एनिमल डक्टर आइपुग्यो होइन फ्रेन्ड्स बालिकालाई फोन गर्दा गर्दा पनि अटो फ्रेन्ड्स भयो त्यहाँ फोन लाग्दैन रहेछ र म चाहिँ ऊ भन्दै कराउँदाखेरि चाहिँ आइपुगेन यहाँनिर देखिए त जरा अन्त तिम्रो फोन त लागेन आइपुग्यो हाम्रो खेतालोहरू चाहिँ आइपुग्यो मल ल्याएर छिटो न यहाँ पक्रिने मान्छे चाहिन्छ अरे क्या म कसरी पक्रिदिनु हौ कहाँ हो म त्यस्तो गर्दिनँ है म त सक्दिनँ लु छिटो खोरमा पस्ने बेला भयो तिम्रो त खै बारी म आफ्नो फेर्ने मिलाएको के गरिरहेको फेर्ने मिलाएको के भनेको चाहिँ मेरो यस्तो फ्रेन्डहरू गाई मेरो फ्रेन्ड हो गाईले मलाई यस्तो चापेको यहाँ अन्त एकबाट दुईबाट औ यता एकछिन फर्क न
के भएको हो न यहाँ मल बोकेको देखाइदेऊ न भन्नु यहाँ फ्रेस गाईले यो लुगा खाएको आफै अटेरी गरेको हेर्न यहाँ गाईले टोकेको यहाँ गाईले टोक्यो यहाँ लुगा न त्यो लुगा पम्प बनाइरहेको हुन्छ यस्तो गरेको कस्तो गर्यो लोयो खुट्टाले चापेको मलाई कस्तो माया गरेको मलाई माया गर्यो अनि तिमीले माया गर्यो माया गरिन कसरी माया गर्यो तिमीले चाहिँ चुप्पा दियो त्यसलाई चुप्पा दिएर आएको कसरी चुप्पा दियो कसरी चुप्पा दियो यता ए कसरी दियो अन्त यसरी हाम्रो चाहिँ यहाँनिर म डाक्टरजीको चाहिँ इन्टरभ्यू लिँदैछु है क्रस्टेसन गर्नुहुने अरे हो अब यहाँनिर चाहिँ हतियारहरू सबै रेडी गर्नु हुँदैछ दबाईहरू समाउनु सक्छ होला हौ हजुर कति महिनाको महिना त भएको छैन नि महिना भयो होला सागर ठुलो भयो भने 1 महिना भयो होला खोइ मलाई थाहै हुँदैन सोध्नुपर्छ हौ सायद भयो होला 1 महिना जति ठुलो त्यति सक्दैन नि समाउनु क्या ए हजुर सुँगुर चाहिँ त्यस्तो हुन्छ नि त है हुन्छ भयो अब रेडी तपाईँ ओके निखिल लो कम निखिल भाइ कम दियो दुईजना उयो हेल्पर डाक्टरको हेल्पर यहाँ हाम्रो पाङ्ग्रेला लगाउने मेडिसिनहरू चाहिँ मेडिसिनहरू है मेडिसिनहरू जाइलोजिन यो हाम्रो चाहिँ के भन्छ नि यो चाहिँ हजुर एनास्थेसिया है हजुर हाम्रो एन्टिबायोटिक हाम्रो यो एम्प्रोभेट हजुर है यो एन्टिबायोटिक ज्वरोको दिन्छ त्यहाँबाट मेलेक्सको क्याम्बियो पनि दिन्छ हामी यो ए हजुर पेन रिलिफ है हामी स्विङ पाउडर बेनाफोर हाम्रो ओइन्टमेन्ट पनि छ यो त्यहाँदेखि त अब गर्नु पर्दैन होला है सेकेन्ड टाइम त सेकेन्ड टाइम के गर्नु केही गर्नु पर्दैन त्यसलाई जुगाक दबाईहरू दिनु पऱ्यो है तपाईँले सबै दिनुपर्छ आज नै हजुर है हामी उयो दिन्छ यो एउटा ओइन्टमेन्ट छ है हजुर हजुर घरमा लगाएर चाहिँ यसले चाहिँ कतिवटा सेप्टिकहरू है ए अच्छा इन्फेक्सनहरू हजुर अब अहिले निकाल्नु पऱ्यो खुट्टा निकाल्छ बाहिर निकाल्नुपर्छ बाहिर निकाल्नु कहाँ गर्नु ला कसरी निकाल्छ खुट्टा चाहिँ झुन्डाउनुपर्छ है ला अन्त सक्छ कि त उसले अन्त त्यस्तो गर्नु सानो यो त ठुल्ठुलो कत्रो हामीले त 100 किलो कतिवटा लु अब झोला ल्याउँ बोरामा हालौँ फिमेल जानु पर्यो अब बोरामा हाल्छु अन्त बाहिर निकाल्छु ल भाषा यो कस्तो छ यो गुरुजी अहिले यति सक्नु पऱ्यो भाइ यहाँ हाम्रो लेडी गागा अब जान्छ भित्र तयारी हुँदैछ मन लिएर आएर अन्त म चाहिँ फेरि केही गर्नु नसक्ने मान्छे हो है डाडु पुग्ने मात्रै चलाउनु सक्छु म बाहिर निकाल्छु ल त्यसलाई हाम्रो लेडी गागा कुनै भाग्यो भने जान्दिनँ म त तपाईँको रिक्स ओके तर बच्चा त हो केही गर्दैन जिउमा होइन खुट्टा भन्छु खुट्टा मलाई पछाडि पछाडि मुन्टु मुन्टु पर्यो नि त्यसलाई खुट्टा पक्रा एउटा खुट्टा बेलामा स्पिड भाग्यो निकिलाई चाहिँ फाँसी पारेको पाङ्ग्रेको चाहिँ अब हुँदैछ है उसलाई चाहिँ पुरा रिस उठिसकेको छ है बेलालाई चाहिँ फेरि बालिक अलिक ब्याक साइड जाउँ न माथि सर न कुनामा जानु के भुइँमा राख्छु पर्दैन यसलाई बाइनेस त्यसलाई लगाउँदै क्या कुकुर खिच्नु चाहिँ तपाईँको बेला उता जा
सिकाइदिइराख्छु तपाईँले सिकाइराख्नु हुने एकछिन हामी राम्रोसँगले हेर्छु यो एनेस्थेसिया है यसरी लाउनु पऱ्यो यसको जुन चाहिँ टेस्टिसमा चाहिँ अब एनेस्थेसिया जुन चाहिँ काट्दाखेरि दुख्दैन आम्मामा कता कता लाउँदो रहेछ हामी जान्दैन यस्तो काम कतिदेखि भेट्दै बेलाले चाहिँ फेरि खेदिहाल्थ्यो बेलाले खेदिहाल्नु भन्दैछ गइहाल्नु माथि बेलालाई खेदिहाल्नु भन्दैछ यहाँ डक्टरले जा माथि माथि जा मान्छे पनि सेम हो दाँतहरू खोल्दा के गर्दा क्या लट्टाउने हो चाहिँ हजुर लट्टिने हो नि धेरै मान्छेलाई पनि लाउँछ तर अब एनिमल्स र यसको डिफ्रेन्ट हुन्छ अब यसो घाउलाई चाहिँ याद गरिबस्नु पऱ्यो होला है हामीले घाउलाई याद गर्नुपर्छ तपाईँले फर्स्ट टाइम पाल्नुभयो क्या सुँगुर हजुर यो सेकेन्ड टाइम हो सेकेन्ड टाइम हो पहिलाको चाहिँ केटी थियो नि त ए पहिला उयो थियो फिमेल हजुर तपाईँले केही याद गर्नु पर्दैन सुकिहाल्छ यो अब एन्टिबायोटिक ज्वरो दबाई है एन्टिबायोटिक पहिला त दुईपल्ट उम्केको हामीलाई पुरा के गर्नु उम्केर कस्तो फिटिफिटी पारेको छ कति ल्याउनु तपाईँले यहाँ भिडियो बनाउँदैछु त्यसको दाम अहिले भरे भन्छु नभन्नु ला उयो हेर्नु त घाउ पो भएछ त अघि निकाल्छ सागरले बेसी दियो त हजुर सागरले बेसी दियो फेरि यहाँबाट अर्को अरूले पनि हेरेर त्यही दाममा माग्छ कि कम्ती लिनु है साह्रो त भन्नु साह्रो छ भन्नु बेला बेलाले त भनेको खुट्टा चाहिँ ट्याक्कै छोड्नु भएन है फेरि होटलको भनिया भन्छ काटी भन्नुपर्छ बदमास कस्तो छ अन्त बदमास मैने हल्का सिजन हुन्छ त उसमा त भएछ होइन ठिकै छ यो खुट्टा Oh my god. Oh my god. ब्लिडिङ हुनु त चाहिँ जान्छ है नर्समा मैने यस्तो गर्नुपर्दो रहेछ फर्स्ट टाइम देखेको हामीले हो र फर्स्ट टाइम हो र भन्छ आमा अब के गर्नु भएको अब यो न्युजप्रिन पाउडर हाल्यो है यसलाई हल्का स्टिच गर्नु पऱ्यो नि इन्फेक्सन हुन्छ मैला है यस्तै गर्छ यस्तै गर्छ भने सुन्दै सुनेको सुनेको यस्तो गरेपछि उनीहरूले केही गर्नु पर्दैन नि त्यति याद पनि केही त हुँदैन सुँगुर त दुख्यो अब चाहिँ यसलाई दुखेको पनि सुठो हो